आमाको लागि जोरदार ताली सँगसँगै यो रिपोर्टमा भएको सम्पूर्ण कुराहरू विस्तारमा हजुर उहाँहरूलाई पनि सेयर गरिदिनु होला। धन्यवाद। म मन्जु रञ्जित, म यहीँ भेटघाटमै बस्छु। तर म क्यान्सर पीडित हो। म 4 वर्ष भइसक्यो, 5 वर्ष भइसक्यो। योभन्दा अगाडि मभन्दा पछाडि हुने मेरो भतिजी पनि गइसक्यो क्यान्सरले नि। तर म किन बाँचिरहेको छु भनेर मैले पहिला अल्ट्रासाउन्ड गर्न गएँ कि मैले यहाँ थेरापी गर्दा 1 वर्षमै मलाई एकदम कम हुँदै गयो। तैपनि मलाई त ठेगाना लागेको नभएको भएर फेरि मैले अल्ट्रासाउन्ड गर्न गएँ। अल्ट्रासाउन्ड गर्न जाँदाखेरि त्यहाँ मलाई के भन्यो भने मैले प्रेसर एकदम हाई हुने एकैचोटि लो भयो। गएको दसैँमा एकैचोटि लो भयो। म हतार पत्र गएर मेरो छोराले लगिहाल्यो मलाई हस्पिटल। यो रोगले त बस्न दिँदैन। लगिहाल्दाखेरि प्रेसरको डक्टरलाई जताउँदाखेरि मैले क्यान्सरको रिपोर्ट पनि लगेँ। क्यान्सरको रिपोर्ट पनि लाग्दा मलाई अब म 1-2 वर्ष भइसक्यो। मैले 6 महिनामा क्यान्सर हस्पिटल जानुपर्ने। म गएको पनि छैन। मलाई एकैचोटि प्रेसर लो भयो। लो भइसकेपछि म यहाँ प्रेसरको लागि आएँ। तर मेरो क्यान्सरको रिपोर्ट पनि हेरिदिनु, अल्ट्रासाउन्ड पनि गरिदिनु भन्दा मलाई गाइनो डक्टरले मलाई हेर्नु भयो। प्रेसर त मलाई लो भइसक्यो। अनि गाइनो डक्टरलाई हेर्दा मेरो शरीरमा उहाँले हात बसाल्दा सरले पनि यो कुरा पत्ता लागेको छैन। हात मेरो रगत फुटेको उसको 2 त 15 रातै भयो। रगत फुटेको म पनि छक्क पर्यो। अन्त त्यो डक्टर नि अब गाइनो डक्टर नि त कुनै दिदीको शरीरभित्र खटेर छ के भन्यो होइन। उसले क्यान्सर त थाहा छैन, उसले रिपोर्ट त हेरिसकेको छ नि। अन्त खै डक्टर मलाई केही थाहा भएन, के भयो मलाई थाहा छैन। 2 चोटि हात पसाल्नु, 2 चोटि त्यो रगत फुट्यो, कालो। अनि अर्को पटक उसले के भन्यो भने दिदी तपाईँलाई तल जानुहोस्, अल्ट्रासाउन्ड गर्नुहोस् र अनि तपाईँ पिसाब फेर्नुहोस् भन्दाखेरि मैले उसले जे भने त्यतै गरेँ। पिसाब फेर्नुहोस्, फेरेर अनि तपाईँले फेरि रगत त्यहाँ गइरहेछ भने फेरि तपाईँ डबल यहाँ आउनुहोस् भन्यो क्या। मैले 1000 जाने एउटा क्रिम दिन्छु, त्यहाँ सुकेको छ होला सायद, के भएको होला। उसले 1000 दिने क्रिम पनि उसले दियो। मैले 1 हप्तासम्म लगाएँ। त्यहाँबाट रगतै त्यो गएपछि एउटा रगत पनि आएन। अनि त्यो 1 वर्ष त्यसै छोड्यो। फेरि 1 वर्ष पर्खेँ मलाई के हुन्छ भनेर। अहिले आएको यो भर्खर अस्ति मात्रै गरेको हो। अन्त गर्दाखेरि यो सबै पुरै डक्टरले त त्यहाँ के किडनीदेखि लिएर तपाईँ पाठीघरसम्म सबै नर्मल छ भन्नु। सबै नर्मल छ भन्दा अब म कहाँ जाने त? अब जाने ठाउँ त छैन। म त धेरै खुसी भएर त्यहाँबाट फर्केँ। यो क्यान्सर जसले छ मेरो विचारमा धेरै चाहिँ तपाईँहरू पोल्यो योले के भयो भनेर तपाईँ डराउनै पर्दैन यसमा। मसँग पैसा नभएर पनि हो, पैसा हुनेहरू त जाँदैन पनि, किनभने गाह्रो हुन्छ। अनि डक्टरकै विश्वास गर्छ के, डक्टरकै विश्वास। मसँग त छैन। यसमा मरे पनि मरोस्, बाँचे पनि बाँचोस्, मेरो लास्ट उपाय नै यही हो। मसँग पैसा पनि छैन। मसँग सरले भने जस्तै हिसाब अलिकति 1 लाख जति पैसा थिए। मैले सरसँग डिस्काउन्ट गर्दै के गर्दै मैले लगेँ। लग्दाखेरि त्यहाँपछि म दिन्छु 2 चोटि धेरै पनि 1 घन्टा मैले 50 र 5 हिटमा राखेर म बसिहाल्छु कि। 55 डिग्रीमा उहाँले जस्तो भन्यो त्यतिमै बसिरहन्छ म 1 घन्टा पनि। मलाई पोल्छ त्यो अहिले आइस्टेन भएको ठाउँमा मेरो नसकिन च्यापेर आइस्टेन भएको ठाउँमा अहिले रगत फुटिरहेछ। यहाँ फुट्यो फेरि दुख्यो मलाई। त्यस भएर अब मलाई नसा मात्रै नदुखेको, मलाई क्यान्सरै हो धेरै नराम्रो त। यो कहीँ मेरो संसार मरिसक्यो भने मेरो आमा मऱ्यो, मेरो आमा त दमको बेठालो मऱ्यो, बजे त क्यान्सरले नै मऱ्यो, बाउ क्यान्सरले नै मऱ्यो, दाइ चाहिँ ब्रेन ट्युमरले त्यो क्यान्सर भएर मऱ्यो। उहाँहरूले थाहा छ मऱ्यो। अरू म चाहिँ के भएर आजसम्म यसमा आएर म के भएर कतिसम्म जान्छ मलाई थाहा छैन। सरले त यो तपाईँको दिनको औषधि हो भन्नु भएको छ। दिनको औषधि 2 वर्षले नर्मलै देखाएँ। सबै देखाउँदा म छक्क परेँ। डक्टरले केही गर्दैन त्यहाँ लगेर। मलाई जब क्यान्सर भइसक्यो मलाई काटेर ल्याइसकेपछि त के नि क्यान्सर हस्पिटल गयो। अनि तपाईँको दिशामा पिसाबमा रगत ढेकेको छ भन्छ 5000 पैसा दिइदिन्छ।
एउटा न औषधि दिन्छ न केही दिन्छ, केही पनि दिँदैन। हुँदा हुँदा त्यो रोग बढ्छ, रोग बोलेपछि त्यसले किमो हाने, धम्माधम किमो हानेपछि झन् कुहिँदै जस्तो त्यो रगत कसैको फुट्दैन रहेछ। आज मेरो फुटेको देखेर मेरो रोग गयो भनेर मैले आफैले थाहा पाएँ। मेरो रोग गयो भनेर रगत फुट्दैन रहेछ नि क्यान्सर मान्छेहरूको। मेरो बजेको कति वर्षसम्म त्यो मान्छे जमानामा थाहा रहेछ भने त्यो खटेरालाई डेटमा यहाँबाट यहाँ डल्लो आयो होइन, त्यो पकाउनलाई हेर्दो रहेछ पुरानो मान्छेले पाक्नलाई। त्यो फुट्छ र त्यो रोग जान्छ मेरो पुरानो मान्छेले थाहा रहेछ नि त। मेरो बजारले यति राणाहरूले त्यति सोरखर्च गरेर त्यो खटेर पाक्छ कि पाक्दैन। मात्रै पानी आउँछ, पानी त्यो मसिनो पहिरो पानी के रगत मिसिएको, अनि त्यो फुट्दैन, पहिरो पनि नफुट्ने रहेछ। तर मेरो फुट्यो नि त, त्यो डक्टरलाई थाहा छैन। त्यसो भएर मैले हरेक मान्छेले यो तातो लिनु, कसले पनि रोग नलागेको मान्छेले पनि लिनु, लागेको मान्छे पनि लिनु, लागेको मान्छेलाई नर्मल गर्दै लग्दै आज हेर्नु फेरि म तरुनी भइन्छ। मोटो थिएँ हो त्यो, तिमीले पेन्टी दिनै सक्दैन मलाई, यो मान्छे त्यति मोटो है उसलाई त्यसलाई त्यो दिक्कै मान्छ मेरो पेन्टी खर्च। त्यस्तो मान्छे आज म अझसम्म मेरो नाच्ने त एकदम त्यस्तो नाचेर पनि कलेजमा बोसो छ त, कसैले पनि कलेजको बोसो पगाल्न सक्दैन। डक्टरहरू छक्कै पर्छ, यो खाऊ भन्छ, त्यो खाऊ भन्छ, त्यो खाऊ भन्छ, त्यो खाऊ भन्छ। यसमा एउटा पनि छैन हेर्नुहोस् कलेजको। यो रिपोर्टले मलाई यस्तो गर्यो, संसार मान्छेले लिनु पर्ने नभन्यो भने मलाई कमेन्ट पनि गर्नु, मेरो मोबाइल नम्बर पनि ल्याउनु, मलाई सोध्न पनि सक्नुहुन्छ, मलाई हेर्न पनि सक्नुहुन्छ होइन। यहाँ धोइघाटबाट मैले यो धोइघाट के यो सेन्टरको नाम करुणामय त्यो सेन्टरको लागि कोरियन थेरापी हो। यहाँ आउनुहोस्, धोइघाटमा आउनुहोस् र यो थेरापी लिनुहोस्। तर जो रोग लाग्यो मान्छेले पनि तर किन्नुहोस्, यो किनेपछि आफ्नो घरमा औषधि नै हो। सुगर, प्रेसर, थाइरोइड मसँग सबै छ। सुगर त यहाँसम्म डक्टरले पत्तै लगाउन नसके, हात मारे मेरो सुगर। तपाईँको त त्यो बोर्डर लाइनमा तपाईँको सुगर छ भने त हात खुट्टा चिलाउँछ, बुढी औँला चिलाउँछ। बोर्डर लाइनमा सुगर हुनेहरूको हुँदो रहेछ, खुट्टा चिलाउँछ, पोल्ने सुगर। अनि त्यस्तो भएर मेरो थाइरोइड पनि देखाएको, आइस्टेन हुँदा आइस्टेनहरू थाइरोइड पनि देखाएको, सुगर, प्रेसर, थाइरोइड सबै देखाएको। त्यसले कम गरेन त मलाई, कसले पनि कम गरेन। मैले त्यस्तो गरेर त्यही गरेर आज म धेरै खुसी छ, धेरै खुसी छ, धेरै